तपाई सम्पूर्णलाई आजको भिडियोमा स्वागत छ। आजको भिडियोमा हामीले यो विषयमा चर्चा गर्नेछौँ कि यदि तपाई नेपालमा पढिराख्नु भएको छ भने तपाईलाई कुन प्रोग्राममा कति पैसा खर्च हुन जान्छ त्यो कुरामा हामी चर्चा गर्छौँ। यहाँ पैसा भन्दा पनि इम्पोर्टेन्ट सिट पाउनै इम्पोर्टेन्ट भइहाल्छ छ। नेपालमा मेडिकलको जुन क्रेज छ एकदमै ठुलो भइसकेको छ अनि मेडिकलको हुन त मेडिकलको स्कोप एकदमै राम्रो छ। मेडिकल पढ्ने जुन एउटा सोच छ, दृष्टिकोण छ, समाजमा इज्जत छ, सबै कुराको हिसाबले हेर्दाखेरि एकदमै राम्रो छ। अनि यहाँ अलिकति फी पनि एकदम अफोर्डेबल छ नेपालको अहिले दृष्टिकोणमा हेर्दाखेरि। त्यही भएर म सबै भाइ बहिनीहरूलाई के भन्न चाहन्छु भने सक्दो नेपालमा तपाईले यदि सिटहरू पाइराख्नु भएको छ, तपाईले यहाँ पाउन सकिराख्नु भएको छ भने तपाई नेपालमै पढ्नुस्, नेपालमै केही गर्नुस्, किनभने यहाँको फी पनि एकदम अफोर्डेबल छ। यहाँको वातावरणमा पनि तपाई हुर्केको हो, तपाईले सबै कुरा एकदमै ज्ञात नै छ, सबै कुरा थाहा नै छ भन्ने कुरा म बुझ्छु। अनि यहाँ हेर्दाखेरि मेजर भनेको 12 वटा 13 वटा प्रोग्रामहरू छन् ब्याचलरमा, जसमा भनेको स्टुडेन्ट्सहरू पढ्ने गर्छ। मैक्सिमम फी को कुरा गरौँ भने यहाँ तपाईले 45,95,720 रुपैयाँ रहेको छ मेजर बैचलर प्रोग्राम में मैक्सिमम को कुरा, जसमा फूड एंड लिभिंग एक्सपेन्सेस जुन हुन्छ, होस्टल एंड मेस जुन हुन्छ त्यो इन्क्लुड छैन अनि मिसलिनियस पनि एउटा सानोतिनो आउँछ, त्यो इन्क्लुड छैन। ट्युसन फी को हामी कुरा गरिरहेछौँ। मिनिमममा यहाँ 7,77,000 रहेको छ। अब एमबीबीएस को जुन फी छ त्यसलाई दुई क्याटेगोरीमा डिभाइड गरिएको छ। एमबीबीएस इनसाइड भ्याली भन्नाले 7 वटा मेडिकल कलेज आउँछ। एउटा महाराजगंज मेडिकल क्याम्पस या इन्स्टिट्युट अफ मेडिसिन भनौँ, अर्को भनेको तपाईको नेपाल आर्मी इन्स्टिट्युट अफ हेल्थ साइन्स, त्यसपछि पाटन एकाडेमी अफ हेल्थ साइन्स, त्यसपछि किस्ट मेडिकल कलेज, त्यसपछि काठमाडौँ मेडिकल कलेज, त्यसपछि नेपाल मेडिकल कलेज, त्यसपछि तपाईको काठमाडौँ युनिभर्सिटी स्कूल अफ मेडिकल साइन्सेसलाई पनि विथिन भ्यालीको भित्रै लिएको हो। अनि यो तपाई मेडिकल कलेजहरुमा पढिराख्नु भएछ भने एमबीबीएस को कोस्ट भनेको तपाईको 41,68,090 रुपैयाँ 41,68,090 रुपीस लाग्ने छ। अब यो फीलाई भनेको प्राइवेट पहिला सुरुमा सबै मेडिकल कलेजले 3 इन्स्टलमेन्ट्समा लिन्थ्यो। जति फी छ त्यसलाई 3 भागमा डिभाइड गर्नु। पहिला इन्स्टलमेन्ट एडमिशन को टाइम में दिनु, त्यसपछि जहिले एडमिशन भयो त्यसको ठ्याक्कै 1 वर्ष फेरि त्यो फी दिनु सेकेन्ड इन्स्टलमेन्ट, त्यसपछि ठ्याक्कै 1 वर्ष पछि थर्ड इन्स्टलमेन्ट दिनु। अहिले धेरै जस्तो गभर्नमेन्ट मेडिकल कलेजहरूले जस्तै कि महाराजगंज मेडिकल क्याम्पस को कुरा गरौँ, काठमाडौँ युनिभर्सिटी स्कूल अफ मेडिकल साइन्सेस को कुरा गरौँ, 3 भन्दा बढी 4 इन्स्टलमेन्ट को पनि व्यवस्था गरेछ। कुनै कुनैमा 5 पनि भएको रहेछ बीपी कोइराला जस्तो कलेजले। अब हामीले आउटसाइड एमबीबीएस आउटसाइड भ्याली को लागि एमबीबीएस में आउटसाइड भ्याली को लागि फी छुट्टै बनाइएको छ। त्यहाँ टिचर फ्याकल्टी एक्सपेन्सिभ भएर अरु कुराहरु पनि एक्सपेन्सिभ, टिचरलाई अलि धेरै पे गर्नु पर्यो भन्ने मेरो बुझाइ अनुसार, त्यही भएर फी अलि बढी भएको हो। यहाँ भनेको 45,95,720 टोटल सीट रहेको छ। 45,95,720 सीट्स फी रहेको छ। 45,95,720 रहेको छ। अब यसमा पनि त्यही छ, त्यताको प्राय मेडिकल कलेज बीपी कोइराला इन्स्टिट्युट अफ हेल्थ साइन्स छोडेर प्राय मेडिकल कलेज भनेको प्राइवेट नै हो अनि न्यूली गभर्नमेन्ट मेडिकल कलेज हो। अनि यसमा भनेको फी यतिकै छ। अनि यहाँ तपाईले यदि एडमिसन गराइराख्नु भएको छ भने यहाँ पनि फी तपाईलाई 3 इन्स्टलमेन्ट प्राइवेट, मेजोरिटी अफ प्राइवेट मेडिकल कलेज में दिनुपर्छ। मेजोरिटी अफ गभर्नमेन्ट मेडिकल कलेजेस में तपाईले 4 इन्स्टलमेन्ट पनि अप्सन पाउनुहुन्छ। अब यसमा बीडीएस में हेर्दाखेरि 20,92,290 फी स्ट्रक्चर छ। कति 20,92,290। बीएससी नर्सिंग में 10,36,000 फी रहेको छ। बीपीटी में 7,77,000 रहेको छ। बीएससी एमआईटी में 7,77,000 रहेको छ। बीएससी एमएलटी में 7,77,000 रहेछ। बी मेडिकल माइक्रोबायोलॉजी में 7,77,000 रहेको छ। बी मेडिकल बायोकेमिस्ट्री में 7,77,000 रहेको छ। बीएमएस में 11,31,930 रहेको छ। बीएनएस या बीपीबीएन में तपाईको 5,18,000 रहेको छ।
तपाईको बी फार्मेसीमा 7,77,000 रहेको छ फी स्ट्रक्चर। यस्तै एमडी एमएस डीएमएमसीएच को पनि फी मेडिकल एजुकेसन कमिसनले निकालेको छ, उसको वेबसाइटमा तपाईले हेर्न सक्नुहुन्छ। यस्तै तपाईले विथिन कन्ट्री आउटसाइड को लागि एमबीबीएस बीडीएस बीएससी नर्सिङ बी फार्मेसी बीएससी एमएलटी बीएससी एमआईटी बी ऑप्टोमेट्री को रिलेटेड तपाईलाई केही जानकारी चाहियो, केही जिज्ञासा छ, सोधपुछ गर्ने छ भने यो नम्बरमा व्हाट्सएप गरेर मलाई सोधपुछ गर्न सक्नुहुन्छ या कल गरेर पनि सोधपुछ गर्न सक्नुहुन्छ। त्यसको साथसाथै तपाई मेरो अफिस आएर पनि भिजिट गरेर पनि मसँग फेस टु फेस आफ्नो प्रब्लम राखेर आफ्नो एउटा जुनुन या सल्लाह लिन सक्नुहुन्छ। फेरि भेट्छौँ हामी अर्को भिडियोमा। तबसम्मको लागि सी यू सुन, टेक केयर, हैव अ गुड डे। जय नेपाल।